ब्याक टु माई च्यानल अनि तपाईँहरूलाई सबैलाई स्वागत छ। अनि तपाईँ सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु है। अनि आज चाहिँ म गइरहेको छु काम गर्नको लागि काला बजानतिर। हामी चाहिँ काम हान्न हिँडिरहेको छौँ है। तल घाँटीमा सल भिरेर सक्कमा चाहिँ अब यहाँ पिके दाइको घर जानुपर्ने हुन्छ। अनि बल्ल हामी काममा जानेछौँ। हाम्रोतिर चाहिँ अहिले सिरु फुलेर फेरि यस्तो बवाल भएको छ कि यस्तो। अहिले चाहिँ हामी कालाबन्ज चोकमा आइसक्यौँ है। त ल चोकमा है त चोकमा झन् हामीले केही ल्याम काम हाल्नुपर्ने हुन्छ है त। त्यही हो, बुढो पनि काम हान्छ नि त डेन्जर। अहिले चाहिँ हामी टक्क काम गरेर ठाउँमा आइसकेको छौँ नानु भाइलाई लिएर यहीँ। दिपेन सरको पो फोटो फेरि दामी हुने पऱ्यो यार। यता हेर त, हेर न हाम्रो फुल पनि दामी दामी रहेछ। अनि हाम्रो डक्टर साहब चाहिँ अगाडि हुनुहुन्छ है, रुमाल सुमाल बाँधेर हाम्रो डक्टर साहब टक्क। अनि हाम्रो दिपेन सर यतै धुर्मुस सुर्मुस लिएर यस्तै। दिपेन सर यता हेर्नुहुन्न। अनि हाम्रो डक्टर साहब चाहिँ अगाडि हुनुहुन्छ है। ओ डक्टर साहबलाई देख्न सक्नुहुन्छ है। ओ डक्टर साहब उपचार गर्न नजाने? डक्टर साहब गइसके। डक्टर साहबलाई उपचार गर्न जानु भनेको। अनि आजको हाम्रो काम भनेको यसरी कल बान्ने, यसरी कपाल नयाँ स्टाइलको काट्ने अनि छोड्ने अनि हामी हिँडिदिने। अनि हामीले चाहिँ यहाँ ढलान गर्नुपर्ने हुन्छ सर र। अनि त्यसपछि भनेको हामीले के गर्ने भन्दाखेरि यो उठाएर यसलाई एकदम यता जस्तै ढलान हानेर अनि बल्ल हामीले यसलाई माथि उठाउनु पर्ने हुन्छ। र यो उठाउनको लागि हामीले मानबहादुर कार्कीलाई सहयोग माग्नुपर्ने हुन्छ। अरू भन्नु केही छैन। अनि माछा चाहिँ फेरि बवाल होला है। अनि अहिले चाहिँ हामी फेरि गाडी लिन हिँडेको। हाम्रो एकदम गाडी अब नानीले कुदाउँछ, म गाडीमाथि सरर बसेर सरर गुड्नुपर्ने हुन्छ। यो आज चाहिँ काम हान्ने हो लाम। अब चाहिँ हाम्रो रेलगाडी चक गुड्छ यहाँ ड्राइभर हुनुहुन्छ, यही क्याब स्याप लगाएर पुरा यस्तो छ है। अब चाहिँ हामीले गाडी गुडाउनु पर्ने हुन्छ ल जाउँ है। सो अब हामीले गाडी गुडाएर जानुपर्ने हुन्छ है। अहिले चाहिँ अनि हामी यहाँ डोको सोको किनेर हामी घर फर्किँदैछौँ है त। ल हाम्रो डोको यता दिपेन सोल्टीको हो। यो चाहिँ फेरि एकदम के अरे के राख्न ल्याएको अरे चड्डी बुढीको साडी अनि लुगा धुन लगाइरहेको छ। ए घरमा थुपारेर आएछ अरे। अनि त्यसरी चाहिँ अनि लुगा आफै धुइदो रहेछ। अनि यो नयाँ उयसमा अरे रोकुम त नयाँ जालीमा ल दिदी दिदी यो दिदी पनि घर आइसक्नु भएको छ है। साथी हुन्छ अब खाना पकाएर है त एकछिन रोकौँ त। एकछिन अब चाहिँ हामीले चटपटे खानुपर्ने हुन्छ है। गोरी देखिएर जेरी पाउँछ। यी यस्तो छ अमलाको पुको छ है यहीँ एकदम। हामी चाहिँ अचार खानलाई भनेर अमला ठिक्क। अनि बाटोमा दिदीलाई भेटाइयो। उठ त अस्ति घाउ भएको थियो। अहिले चाहिँ हामी चटपटे खाएर पिरो भएर निक्लिसक्यौँ है त। यतै दिदी कस्तो गोरी टल्किनु भएको, एकदम पिरो भएछ। अनि अब पिरो काट्नको लागि अमिलो पनि बोकेको छु यहाँनिर। अमिलो पनि हाल्नुपर्ने हुन्छ।